नमस्कार सम्पूर्णमा म टिकाबहादुर खत्री तपाईहरुलाई यस युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। आज म एक्सेल सम्बन्धी जानकारी दिने क्रममा सम गर्ने विभिन्न तरिकाहरू बारेमा जानकारी दिनेछु। सम 9 तरिकाबाट गर्न सकिन्छ। यस विषयमा म तपाईहरुलाई व्यावहारिक रूपमा देखाउनेछु र यसलाई प्रयोग गरेर तपाईहरुले व्यावहारिक जीवनमा केही उपलब्धि हासिल गर्नुहुनेछ भन्ने आशाका साथ यस भिडियोलाई म सुरुवात गर्न चाहन्छु। यहाँ मैले यहाँ सम गर्नको लागि पहिला नै डाटा तयार गरेर राखेको छु। जब पनि सम गरिन्छ अथवा फर्मुलाको युज गरिन्छ अथवा हिसाबहरू क्याल्कुलेसन गरिन्छ भनेपछि इक्वल टुको प्रयोग गर्नुपर्ने हुन्छ। अब म यहाँ सुरुको सम गर्ने तरिका देखाउन गइरहेको छु। सबभन्दा पहिला प्लस चिन्ह प्रयोग गरेर प्लस चिन्ह प्रयोग गरेर भनेपछि जुन रेन्जमा हामीले रिजल्ट निकाल्नु पर्नेछ त्यो सेललाई हामीले लेफ्ट माउस बटनको सहाराले एक्टिभ गर्नुपर्ने हुन्छ। एक्टिभ भन्नाले अब यहाँ यो सेललाई मैले क्लिक गरेँ, यो एक्टिभ भयो। अहिले यहाँ यो बाहिर सेलमा तपाईँ देख्नुहुन्छ यो प्लस ठुलो प्लस देखिन्छ। अब यहाँ लगेर मैले क्लिक गरेँ भने यहाँ ठुलो प्लस नै देखिन्छ, तर यहाँ तल यहाँ हेर्न सक्नुहुन्छ रेडी मोड भनेर देखिएको छ। रेडी, यहाँ हामीले टाइप गर्नको लागि डाटा इन्ट्री गर्नको लागि रेडी छ। अब यहाँ मैले के गर्छु त इक्वल टुको प्रयोग गर्छु। त्यसपछि अब मलाई के चाहिएको छ प्लसको चिन्ह प्रयोग गरेर सम गर्नुपर्ने छ। त्यसैले गर्दा मैले यो सेल रेन्जको यो स्यालेरी रेन्जको सबभन्दा माथिल्लो सेललाई मैले लेफ्ट माउस बटनको सहाराले क्लिक गरेँ। त्यसपछि किबोर्डबाट प्लसको चिन्ह प्रयोग गरेँ। त्यसपछि फेरि लेफ्ट माउस बटनको सहाराले क्लिक गरेँ। त्यसपछि प्लसको चिन्ह प्रयोग गरेँ। त्यसै गरी यसलाई यो 12,000लाई पनि लेफ्ट माउस बटनको सहाराले क्लिक गरेँ र प्लसको चिन्ह प्रयोग गरेँ। त्यसै गरी लास्टमा रहेको 14,000लाई पनि मैले लेफ्ट माउस बटनको सहाराले क्लिक गरेँ र अब म इन्टर गरिदिन्छु, रिजल्ट आउनेछ। यहाँ के भयो त प्लसको चिन्ह प्रयोग गरेर यसमा के गरेको छ भनेपछि लेफ्ट माउस बटनको सहाराले पहिला सुरुमा सेलहरूलाई क्लिक गरेको छ र प्लसको चिन्ह चाहिँ कहाँबाट गरेको छ त किबोर्डबाट गरिएको छ। यति याद गर्नुहोस्। अब म अर्को तरिकाबाट जान चाहन्छु। दोस्रो तरिका जान चाहन्छु। सम फङ्सनभित्र प्लस चिन्ह प्रयोग गरेर अब यसको लागि पहिला सुरुमा के गर्नुपर्ने हुन्छ इक्वल टु सम गर्ने त्यसपछि ट्याब थिच्ने। फर्मुला बार सुरु भइसकेको छ। यसमा अब के गर्न सकिन्छ भनेपछि सम फङ्सनभित्र भनेको सम फङ्सनभित्र सम नै फर्मुला हो तर फङ्सनै हो, तर त्यसमा प्लस चिन्ह प्रयोग गरेर अब मैले लेफ्ट माउस बटनको सहाराले कुनै सेललाई क्लिक गर्छु। कुनै सेललाई क्लिक गर्न सकिन्छ। यसमा यो नै सेल भन्ने हुँदैन, यहाँ विभिन्न सेलहरूलाई सिलेक्ट गर्न सकिन्छ। सेल रेन्ज एउटै नभए तापनि विभिन्न ठाउँमा भएको सेलहरूलाई पनि हामीले प्लस गर्न सक्छौँ। यसलाई मैले क्लिक गरेँ। त्यसपछि किबोर्डमा प्लस चिन्हको प्रयोग गरेँ। त्यसपछि यता अर्को सेललाई पनि मैले क्लिक गरेँ र प्लस चिन्हको प्रयोग गरेँ। यसमा फेरि अर्को सेललाई मैले क्लिक गरेँ र प्लस चिन्हको प्रयोग गरेँ। यसमा पनि के गरेँ लेफ्ट माउस बटनको सहाराले क्लिक गरेँ र अब मैले के गरिदिन्छु ब्र्याकेटलाई क्लोज गरिदिन्छु र इन्टर गरिदिन्छु। यहाँ रिजल्ट आइसकेको छ। यो पहिलोमा प्लस चिन्हको प्रयोग गरेको थियो। यहाँ सम पहिलो तरिकामा के गरेको थियो त प्लस चिन्ह प्रयोग गरेको थियो। अब सेल सिलेक्ट गर्दै प्लस चिन्ह प्रयोग गरेको थियो, तर यो दोस्रो तरिकामा के छ समभित्र चाहिँ प्लस चिन्हको प्रयोग गरेको छ। अब यसलाई म डिलिट गर्न चाहन्छु। यसमा अर्को अझै म तपाईँलाई भन्न चाहन्छु कि यसमा विभिन्न सेलहरूलाई प्लस गर्न सकिन्छ। जस्तो अब मैले यहाँ अरू नै अझै सेलहरू प्लस गर्नुपर्ने भयो। यहाँ त यो सेल रेन्जको लागि मात्रै गरियो, तर अझै पनि यहाँ हामीले के गर्न सक्छौँ त यो प्लस चिन्ह प्रयोग गर्ने र अरू हामीलाई चाहिएको डाटाहरू कहाँको डाटाहरू मानौँ यसलाई क्लिक गर्ने र प्लस गर्न सकिन्छ। त्यसै गरी अब यताको यहाँ यसलाई पनि के गर्न सकिन्छ प्लस गर्न सकिन्छ। अब मानौँ हामीलाई यहाँ बिचको गर्नु पर्यो, यो पनि के गर्न सकिन्छ प्लस गर्न सकिन्छ। अब मानौँ मलाई अब यो 980 मात्र चाहियो, यसलाई पनि प्लस गर्न सकिन्छ। यसरी हामीले के गर्न सक्छौँ ठाउँमा भएको सेलहरूलाई हामीले प्लस गर्न सक्छौँ, सम गर्न सक्छौँ। यो तरिकाहरूबाट पनि जानिराख्दाखेरि तपाईँहरूलाई धेरै नै फाइदा हुनेछ। अब म यहाँ इन्टर गरिदिन्छु। यी सबै सेलहरू आएको छ, सबै सेलहरूको रिजल्ट आएको छ। म यसलाई डिलिट गर्न चाहन्छु र अर्कोतर्फ
जान चाहन्छु। अब तेस्रो तरिका रहेछ फर्मुला बारमा सेल एड्रेस टाइप गरेर। फर्मुला बारमा सेल एड्रेस टाइप गरेर भनेपछि पहिला सुरुमा हामीले कुनै पनि कुन सेलमा रिजल्ट निकाल्नु पर्ने हो त्यो सेललाई हामीले एक्टिभ गर्ने। एक्टिभ भनेको लेफ्ट माउस बटनको सहाराले एकचोटि क्लिक गरेपछि त्यो सेल एक्टिभ हुन्छ। यसलाई क्लिक गरिसकेपछि हामी कहाँ जान्छौँ, फर्मुला बारमा क्लिक गर्छौँ। फर्मुला बारमा क्लिक गरिसकेपछि हामीलाई कहाँको रिजल्ट चाहिने हो, अब हामीलाई कहाँको रिजल्ट चाहिने हो, मानौँ यहाँ यसको रिजल्ट चाहिएको छ हामीलाई, अथवा यसैको रिजल्ट चाहिएको छ। यसको रिजल्ट चाहिएको छ भने चाहिँ हामीले यो भनेको डीको 2, डीको 3, डीको 4 र डीको 5, D5 को सेलहरू रहेको छ। D2 देखि D5 सम्मका सेलहरू रहेको छ। त्यसैले गर्दा मैले के गर्छु, इक्वल टुको प्रयोग गर्छु। फर्मुला बारमा यहाँ कर्सर याद गर्नु होला, अहिले मैले फर्मुला बारमा चाहिँ कर्सर राखेको छु। अब के गर्छु मैले, D2 अब के गर्नु पर्यो, प्लस D3 प्लस D4 प्लस D अब लास्ट रहेको छ 5, सरी 5, D5। अब यो सबै सेलहरूलाई यहाँ हामीले के गरेको छौँ, सेलको एड्रेसहरू यहाँ के गरेको छौँ, टाइप गरेको छौँ। फर्मुला बारमा सबै सेल एड्रेसहरू टाइप गरेर पनि हामीले के गर्न सक्छौँ, रिजल्ट निकाल्न सक्छौँ, सम गर्न सक्छौँ। अब यसमा यसको मात्रै रिजल्ट निकाल्नै भन्ने हुँदैन। अब यसमा यतातिरको प्लसहरू पनि गर्न सक्छौँ। फर्मुला बारमा हामीलाई कुन सेलको एड्रेस चाहिएको छ त्यो सेल एड्रेसलाई हामीले टाइप गरेर हामी फर्मुला बारमा टाइप गरेर हामी रिजल्ट निकाल्न सक्छौँ। मानौँ अब यहाँनिर हामीले अब के गरेँ, मैले यसलाई इन्टर गरिदिएँ, यहाँ रिजल्ट आइसकेको छ। अब यसमा अझै पनि थप्न सकिन्छ। यहाँ मानौँ मलाई अरू पनि थप्नु पर्ने भयो। मानौँ कुनको चाहियो त मलाई, एफको यो कुन हो त, एफको 2 हो। F2 यसको सेल एड्रेस के हो, F2 हो। F2 यसको रिजल्ट मलाई चाहियो भनेपछि अब मैले के गर्न सक्छु, F2 भनेपछि 12, अब 1200 1200 लेखेर त भएन। अब यसलाई के गर्नु पर्यो त, मैले F2 प्लस यहाँ मैले क्रसर यहाँ हेर्नु होला, यहाँ क्रस गर्छ। अब प्लस चिन्हको प्रयोग गर्छु। अब मैले के गरिदिन्छु, F2 गरिदिन्छु। अब यो पनि के भयो त, यहाँ पनि प्लस भयो। यसलाई पनि प्लस गर्न सकिन्छ। अघि 47,000 थियो भने 48,200 आयो। यसरी पनि हामीले सेल एड्रेसहरू फर्मुला बारमा सिधै सेल एड्रेसहरू टाइप गरेर रिजल्ट निकाल्न सक्छौँ। अब यसलाई म डिलिट गरिदिन्छु। म अर्को तरिकातर्फ जान चाहन्छु। अब अर्को तरिका के छ भनेपछि सम प्लस रेन्ज। सम प्लस रेन्ज भनेपछि सम गर्ने। पहिला सुरुमा के गर्नु पर्यो, जहिले पनि हामीले चाहिँ रिजल्ट कहाँ निकाल्ने हो, त्यो रिजल्ट निकाल्ने एरियालाई चाहिँ हामीले के गर्नुपर्छ, रिजल्ट निकाल्ने सेललाई चाहिँ एक्टिभ गर्नुपर्छ। मैले अब के गरेँ, यहाँ मानौँ यो सेलमा मलाई रिजल्ट निकाल्नु पर्नेछ, अथवा यो सेलमा रिजल्ट निकाल्नु पर्नेछ। जुन सेलमा रिजल्ट निकाल्नु पर्नेछ त्यो सेललाई हामीले एक्टिभ गर्नुपर्ने हुन्छ, अथवा लेफ्ट माउस बटनको सहाराले क्लिक गर्नुपर्छ। मैले यसमा रिजल्ट निकाल्नु पर्नेछ, क्लिक गरेँ। त्यसपछि अब के गर्छु, मैले अब यहाँ सम फर्मुलाको युज गर्छु। सम फर्मुला युज गर्छु, ट्याप गर्थेँ। त्यसपछि मलाई अब के गर्नुपर्नेछ, सम प्लस रेन्ज भनेर भनेको छ। सम प्लस रेन्ज भनेपछि सम फर्मुलाको युज गर्ने, तर के गर्नु पर्यो, रेन्ज सेलेक्ट गरेर गर्ने भनेर बुझ्नु पर्यो। अब मैले के गर्छु, यहाँ लेफ्ट माउस बटनको सहाराले सेल रेन्जको सबैभन्दा माथिल्लो सेलमा के गर्छु, क्लिक गर्छु। क्लिक गर्ने बित्तिकै यहाँ डायगोनल च्यानल जस्तो एउटा देखिएको छ। अब यसपछि मैले के गर्छु, फेरि यहाँ सिफ्ट बटनलाई क्लिक गर्छु। किबोर्डमा सिफ्ट बटनलाई क्लिक गर्छु र यता तल सबभन्दा तल्लो सेलमा मैले क्लिक गर्छु। सबै सेलहरू सिलेक्ट भएको छ। अब मैले के गरिदिन्छु, पोस्ट बन्द गरिदिन्छु, इन्टर गरिदिन्छु। यहाँबाट पनि के भयो त, रिजल्ट निक्लिएको छ, सम आइसकेको छ। अब यसमा के पनि गर्न सकिन्छ भनेपछि यो एउटा तरिका भयो। यसलाई म अरू नै तरिकाबाट पनि देखाइदिन चाहन्छु। अब सम फर्मुला त प्रयोग भइहाल्यो, त अब सिलेक्ट चाहिँ कसरी गर्ने त, सिलेक्ट जसरी गर्न पनि सकिन्छ। जस्तो यहाँ हामीले लेफ्ट माउस बटनको सहाराले पहिले सुरुमा क्लिक गर्यो, त्यसपछि सिफ्ट अप, त्यसपछि डाउन एरोको प्रयोग गर्न पनि सकिन्छ। मैले डाउन एरोको प्रयोग गरेको छु। त्यसै गरी अब के पनि गर्न सकिन्छ, जसरी पनि। अब यसलाई मैले फेरि डिलिट गरिदिएँ। अब यहाँ डाउन एरोको प्रयोग गरियो। त्यसपछि अर्को तरिका के पनि गर्न सकिन्छ, यसलाई क्लिक गर्ने, त्यसपछि सिलेक्ट गर्दै तल ल्याउन पनि सकिन्छ। यो चाहिँ के त, माउसको सहाराले, लेफ्ट माउस बटनको सहाराले
तलतर्फ ड्र्याग गर्दै ल्याएर पनि हामीले सिलेक्ट गर्न सक्छौँ र त्यसपछि हामीले के गर्नुपर्छ ब्र्याकेट बन्द गरिदिने ब्र्याकेट बन्द गरेर इन्टर गरिदिने रिजल्ट आउँछ यहाँसम्म अब त के भएको छ D6सम्म सिलेक्ट भएको छ त्यसले गर्दा यहाँ रिजल्ट गलत आएको छ अब यहाँ म यहाँ के गरिदिन्छु त D5 पोस्ट बन्द गरिदिएँ इन्टर गरिदिएँ रिजल्ट आइसकेको छ यसरी हामीले रिजल्ट निकाल्न सक्छौँ यहाँ के गर्न सक्छौँ रिजल्ट भन्नाले हाम्रो दिमागमा रिजल्ट भन्नाले के सोच्नु पर्यो भनेपछि सम निकाल्ने बारेमा बुझ्नु पर्यो अब मैले यसलाई डिलिट गरिदिएँ अब त्यसपछि आयो यसमा बुझ्नुपर्ने कुरा के छ भनेपछि सम फर्मुला प्रयोग गर्ने रेन्ज सेलेक्ट गर्ने त्यसरी बुझ्नु पर्यो एउटै रेन्जमा छ भनेपछि यस्तो रेन्ज एउटै रेन्जमा भएका एउटै कोलममा एउटै सेलमा एउटै कोलममा एउटै कोलमहरूमा अथवा एउटै रहरूमा भएकोलाई चाहिँ रेन्ज सेलेक्ट गरेर गर्न सकिन्छ तर ठाउँ ठाउँमा फरक ठाउँमा मानौँ यहाँ 10,000 छ यो 11,200लाई प्लस गर्नु पर्यो भने त्यस्तो अवस्थामा फेरि अर्को तरिका छ यो माथिल्लो विभिन्न तरिकाहरू सेल एड्रेसलाई प्रयोग गरेर विभिन्न तरिकाहरू मैले बताएँ नि त ती तरिकाहरूलाई प्रयोग गर्न सकिन्छ अब म अर्को तरिकातर्फ जान चाहन्छु सम प्लस इन्डिभिजुअल सेल मलाई रिजल्ट यस सेलमा निकाल्नु पर्छ त्यस कारणले गर्दा मैले यस सेललाई एक्टिभ गरिसकेको छु इक्वल टु त्यसपछि अब के गर्नु पर्यो भनेपछि सम फर्मुलाको युज गर्ने त्यसपछि ट्याब दबाइदिएँ यहाँ फर्मुला सुरु भइसकेको छ अब मैले के गर्छु त इन्डिभिजुअल सेलहरूलाई क्लिक गरेर इन्डिभिजुअल सेलहरूलाई सिलेक्ट गरेर यसको लागि के गर्नुपर्ने छ पहिले सुरु मैले माउस बटनको सहाराले पहिलो सेललाई मैले क्लिक गरेँ त्यसपछि आएर अब मैले कन्ट्रोलको प्रयोग गरेँ कन्ट्रोलको प्रयोग गर्न छोड्नु हुँदैन यसमा चाहिँ इन्डिभिजुअल सेललाई सिलेक्ट गर्नु भनेको के हो त कन्ट्रोलको प्रयोग गर्नुपर्ने हुन्छ जस्तो मानौँ यसलाई प्रयोग गरेँ मैले अब मानौँ यतातिर यसलाई सिलेक्ट गर्नुपर्ने छ मानौँ मलाई यो सिलेक्ट गर्नुपर्ने छ मानौँ अब त्यसपछि यो सिलेक्ट गर्नुपर्ने छ मानौँ यो सिलेक्ट गर्नुपर्ने छ अब मैले के गरिदिन्छु त पोस्ट बन्द गरिदिन्छु र इन्टर गरिदिन्छु अब रिजल्ट यहाँ आइसकेको सबै सेलहरूलाई चाहिँ विभिन्न ठाउँमा भएको सेलहरूमा भएको रिजल्टहरू निकाल्न पर्यो जोड्नु पर्यो भनेपछि त्यस्तो अवस्थामा सम प्लस इन्डिभिजुअल सेलहरूको प्रयोग गर्न सकिन्छ सम प्लस इन्डिभिजुअल सेललाई सिलेक्ट गरेर गर्न सकिन्छ त्यसको लागि कन्ट्रोलको प्रयोग गर्नुपर्ने हुन्छ अब मैले यसलाई पनि डिलिट गरिदिन्छु अब म अर्को तरिकातर्फ जान चाहन्छु अब अर्को तरिका के छ भनेपछि यहाँ यो कुनमा रिजल्ट निकाल्नु पर्ने त्यो रिजल्ट निकाल्ने सेललाई एक्टिभ गर्ने मानौँ मैले यसैमा रिजल्ट निकालिरहेको छु त्यसैले गर्दा मैले यो सेललाई एक्टिभ गरेको छु अथवा यो सेललाई लेफ्ट माउस बटनको सहाराले क्लिक गरेको छु जसले गर्दा चारैतर्फ यहाँ रेखा आइरहेको छ लाइन आइरहेको छ त्यसबाट हामी के बुझ्छौँ भनेपछि यो सेल एक्टिभ छ भनेर बुझ्नुपर्ने हुन्छ त्यसपछि म एफएक्समा जान्छु एफएक्स इन्सर्ट फङ्सन एफएक्स अथवा इन्सर्ट फङ्सनबाट पनि हामीले के गर्न सक्छौँ यहाँ देख्न सक्नुहुन्छ यो यसमा लाउने बित्तिकै इन्सर्ट फङ्सन भनेर आइसकेको छ मैले यो सेललाई एक्टिभ गरेको छु र मलाई कहाँ जानुपर्ने छ एफएक्समा जानुपर्ने छ एफएक्सबाट पनि हामीले सम गर्न सक्छौँ अब यहाँ मैले क्लिक गरिसकेपछि यहाँ अब के चाहियो त मलाई यहाँ यो सेलले अटोमेटिकली के चाहिन्छ आफै खोजिहाल्छ यो सेल भनेपछि यसले पक्कै पनि यो सेलहरूलाई जोड्न खोजिरहेको छ के अरे काउन्ट गर्न खोजिरहेको छ एभरेज गर्न खोजिरहेको छ इफ गर्न खोजिरहेको छ भनेर यसले एक्सेलले त्यसै बुझिहाल्छ त्यसैले गर्दा अब मैले के गर्न खोजिरहेको छु त मैले सम गर्न खोजिरहेको छु हाम्रो उद्देश्य सम गर्नु हो त्यसैले गर्दा मैले समलाई डबल क्लिक गरिदिन्छु समलाई डबल क्लिक गर्दाखेरि यहाँ सानो उसमा देखिएको छ तपाईँहरूलाई यहाँ देख्न सक्नु गाह्रो भइरहेको होला D2देखि D5सम्म यसले के गरिसकेको छ त यहाँ रेन्ज समातिसकेको छ D2देखि हामीले D5सम्मको चाहिएको सम गर भनेर भन्यो D2देखि D5सम्म ठिक छ भनेपछि हामीले के गर्नु पर्यो ओके गर्न सक्छौँ यदि यहाँ D2देखि D5 नसमातेर अरू नै रेन्ज समातेको छ भने हामीले यहाँ के गर्न सक्छौँ करेक्सन पनि गरेर गर्न सक्छौँ करेक्सन पनि गरेर यहाँ सेल एड्रेसलाई यहाँनिर करेक्सन गरेर पनि हामीले सम गर्न सक्छौँ अहिले यहाँ ठिक छ त्यसले गर्दा हामीले केही गरेनौँ र यहाँ ओके गरिदिउँ यहाँ रिजल्ट आइसकेको छ यसरी पनि हामीले सम गर्न सक्छौँ अब यसलाई पनि म डिलिट गर्न चाहन्छु र म अर्को तरिकातर्फ जान चाहन्छु अब त्यसपछि अब के चाहिएको छ त हामीलाई स्ट्याटस बारबाट सम हेर्ने स्ट्याटस बारबाट सम हेर्ने भन्नाले कुनै पनि यो सेल रेन्जहरूलाई सिलेक्ट गरेर त्यो न्युमेरिकल सेलहरूलाई सिलेक्ट गरेर त्यहाँबाट काउन्टहरू एभरेज समहरू सबै हेर्न सकिन्छ जस्तो मैले यो सेलहरूलाई सिलेक्ट गरिसकेपछि यहाँ स्ट्याटस बार भनेर देख्न सक्नुहुन्छ यो तल यो रहेको रेडी यो एभरेज काउन्ट सम भनेर आइरहेको छ
यसलाई स्ट्याटस बार भनेर भनिन्छ। यो पनि तपाईँहरूले याद गर्नु होला। यो स्ट्याटस बार हो। यो पेजहरू रहेको छ, यहाँ विभिन्न पेज, यहाँ के रहेको छ त यहाँ यो नर्मल रहेको छ, यो पेज लेआउट रहेको छ, यतापट्टि यहाँ पेज ब्रेकआउट ब्रेक प्रिभ्यू, पेज ब्रेक प्रिभ्यू रहेको छ। अब यहाँबाट पनि हामीले के गर्न सक्छौँ, सम हेर्न सक्छौँ। यो तपाईँको मैले बयान गर्नुको उद्देश्य चाहिँ के हो भनेपछि यो त यहाँ एभरेज यहाँ हेर्न सक्नुहुन्छ। एभरेज यहाँ यति रहेको छ। यो सेल मैले सिलेक्ट गरेको सेलको यहाँ एभरेज यहाँ देख्न सक्नुहुन्छ, काउन्ट यहाँ देख्न सक्नुहुन्छ, सम यहाँ देख्न सक्नुहुन्छ 47,000। हामीले 47,000 पहिलादेखि नै निकालिरहेको छौँ। यहाँ सिलेक्ट गर्ने बित्तिकै यहाँ सम आइसकेको छ। त्यसैले गर्दा के हुन्छ त, सम गर्नको लागि विभिन्न तरिकाहरू रहेका छन्। अब यो त भयो सम गर्ने तरिका। अब अर्को तरिकातर्फ म जान चाहन्छु। मैले यसलाई क्यान्सल गरिदिएँ। त्यसपछि अब अटो सम। अटो सम भनेको चाहिँ के हो भनेपछि अब मानौँ मैले यहाँ मैले के गरेँ, इक्वल टु गरेँ, अब यहाँ अटो सममा जान्छु। म अटो सममा जान्छु। अटो सममा गएर मैले के गरिदिन्छु त, अब यहाँ सम गरिदिन्छु। यहाँ के भएको छ, एक्टिभ सेल एक्टिभ भइसकेको छ। अब मैले इन्टर गर्ने बित्तिकै यहाँ रिजल्ट आइहाल्छ। अब यो के त, यो एक्सेलले तयार गरेको यो अटो समबाट पनि हामीले के गर्न सक्छौँ, जोड गर्न सक्छौँ। अब त्यसै गरी अर्को तरिका रहेको छ, अल्ट प्लस सर्टकट। अल्ट प्लसको प्रयोग गरेर मैले यसलाई डिलिट गर्छु। अल्ट प्लस भनेको अब के भनेपछि यहाँ के गर्नु पर्यो, यहाँ रेन्ज सिलेक्ट गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ। मानौँ इक्वल टु चाहिँ हामीले गर्नै पर्छ। अब त्यसपछि के गर्ने, अल्ट पनि गर्नु पर्दैन, यसमा केही पनि गर्नु पर्दैन। सिधै के सरी इक्वल टु पनि गर्नु पर्दैन। यहाँ अल्ट प्लस हानिदिने बित्तिकै अल्ट प्लस हान्ने बित्तिकै यहाँ रिजल्ट यो तानिसकेको छ, यहाँ रेन्जहरू तानिसकेको छ। हामीले इन्टर गर्ने बित्तिकै यहाँबाट के आयो त, रिजल्ट आयो। यसलाई फेरि पनि म तपाईँहरूलाई देखाउन चाहन्छु। यहाँ यो सेल एक्टिभ गर्ने, त्यसपछि अल्ट प्लस गरिदिने बित्तिकै यहाँ कुन कहाँदेखि कहाँसम्म रेन्ज यहाँ तानिसकेको छ। यदि रेन्ज यहाँ गलत छ भने हामीले सच्याउन पनि सक्छौँ, अथवा हामीले सेलेक्ट गर्न पनि सक्छौँ। सेलेक्ट नगरिकन यहाँ रेन्ज समातेको छ भनेपछि हामीले के गर्नु परेन, हामीले के गरिदिन्छौँ, यहाँबाट अब इन्टर गरिदिन्छौँ, रिजल्ट आइसकेको छ। अब यसलाई सिलेक्ट गरेर पनि गर्न सकिन्छ, अब यसलाई मानव सिलेक्ट गरियो। सिलेक्ट गर्दाखेरि चाहिँ के गर्नुपर्छ भनेपछि एउटा पहिलाको सेलभन्दा यो पहिला जुन डाटा रहेको भन्दा एउटा सेल खाली राख्नुपर्छ। त्यसपछि अल्ट प्लस गरिदिने बित्तिकै यहाँ रिजल्ट यसरी आउन सक्छ। यसरी गर्न सकिन्छ। यो पनि तरिका भयो। एक्सेलमा विभिन्न तरिकाहरू रहेका छन् सम गर्ने तरिका। मैले सम गर्ने तरिकाहरू यहाँहरूलाई विस्तृत रूपमा बताएँ। तपाईँहरूलाई यो सम गर्ने तरिकाहरूमध्ये कुन सम गर्ने तरिका सबैभन्दा मन पर्यो, यस विषयमा तपाईँहरूले कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला र सेयर गर्नुहोला। र आउँदा दिनहरूमा यस्तै भिडियोहरू बनाउनको लागि, प्रोत्साहन गर्नको लागि तपाईँहरूले मलाई लाइक्स, कमेन्ट र सब्सक्राइब गर्न सक्नुहुनेछ। र तपाईँहरू अब यो आउँदा दिनहरूमा कस्तो किसिमको भिडियो चाहनुहुन्छ कमेन्ट गर्नुहोला। हस्त, नमस्कार, धन्यवाद।